हेलो गाइस गएको मन्डे मैले के गरेँ त्यो देखाउँछु है। हस्बेन्ड र म रेडी भएर चाहिँ हाम्रो घर छेउको एमाजमा चाहिँ मुभी हेर्न गएको थियौँ कि टकेट भन्ने मुभी। मलाई चाहिँ मेरो हस्बेन्डसँग चाहिँ मुभी हेर्न एकदम रमाइलो लाग्छ कि। मुभी हेर्न गएको त थिएटरमा त एकजना पनि मान्छे थिएन कि, हामी दुईजना मात्रै। अनि दुईजनाको लागि पनि खोलिदिने रे होइन। हेरेको त हेर्नु न, पपकर्न सपकर्न केही पनि छैन, स्टाफ पनि धेरै थिएन होइन। मुभी हेरेको यस्तो बोरिङ लाग्यो हामीलाई होइन। हामी फर्स्ट हाफ पनि पुरै नबसिकन निस्क्यौँ कि, हेर्नुहोस् न टाइम आधी घन्टा जस्तो हेरेँ मलाई, त्यसपछि निस्किहाल्यौँ कि। अनि मैले मेरो हस्बेन्डलाई चाहिँ होइन पोखराको एकदम सबैभन्दा पुरानो वान अफ द सबैभन्दा पुरानो भनौँ होइन चप हाउसमा लिएर गएको कि बगरको। यो चाहिँ पिएन क्याम्पसको माथिल्लो गेटको साइडतिर छ कि। चप हाउस कहाँ छ भनेर सोध्यो भने जसले पनि देखाइन्छ है। चपको 5 रुपियाँ र यो तरकारीको चाहिँ 10 रुपियाँ मात्र होइन। त्यही माथि अझ दाउरामा पकाउनुहुन्छ कि उहाँहरूले। बोर्ड सोर्ड केही पनि छैन है। मेरो दिदीहरूसँग चाहिँ सानसानोमा कहिले काहीँ त्यहाँ खाजा खान जान्थेँ कि। त्यस्तै अर्को चाहिँ बिनासिनी समोसा उद्योग है। हामीले चाहिँ भट्टी भन्थ्यौँ होइन बच्चैदेखि। तर त्यहाँ गएको त बन्द रहेछ कि। न्यू इयर मनाउन चाहिँ स्टाफहरू चाहिँ आफ्नो घर गयो भनेर चाहिँ बन्द रहेछ होइन। मलाई चाहिँ मेरो हस्बेन्डलाई चाहिँ होइन त्यो पुरानो ठाउँहरू देखाउनु मन थियो कि, त्यही भएर लिएर गएको थिएँ मैले चाहिँ। अझ हरिचोकको चाहिँ मिम मोमो पसल चाहिँ देखाउनै बाँकी छ। अब मैले अहिले मासु खाँदिनँ होइन, त्यही पनि मेरो हस्बेन्डले चाहिँ खानुहुन्छ। त्यो चाहिँ नेक्स्ट टाइम देखाउँला होइन। अनि त्यसरी नै हामी चाहिँ गयौँ, पामे गयौँ। एक साइडमा यति भिड थियो न्यू इयर मनाउनको लागि है। पामेतिर चाहिँ अलिकति उस थियो, शान्त थियो। तर पामेमा धेरै ठाउँहरू भत्का छ गभर्मेन्ट भनेर भन्दै थियो, तर मैले त खासै देखिनँ होइन। अनि बाटोमा हिँड्दै गरेको त बाटोमा औसलीको बोर्ड देखेको कि। अनि मेरो हस्बेन्डले चाहिँ मलाई औसली टिपेर दिनुभयो। उसले ऐसेलु टिप्दै गर्दाखेरि चाहिँ म चाहिँ ताल छेउ गएँ है। त्यहाँ चाहिँ एउटा भाइ चाहिँ पुरा फिसिङ गर्दै रहेछ कि। अनि साइडमा चाहिँ एउटा बहिनी पनि रहेछ। अनि पुरा कस्तो मजाले फिसिङ गरिरहेको कि। अनि हस्बेन्डले औसली ल्याएर मलाई दिनुभयो, आफूले पनि खानुभयो, अर्ग्यानिक अझ त्यही पनि। अनि साइडको बकेटमा हेरेको त त्यो भाइले यति ठुलो माछा छोपेर राखिरहेको रहेछ, हेर्नु न। ओ माई गड, फिसिङ रडले अझ। अनि एकैछिन त्यो लेकको छेउमा बस्यौँ। अनि त्यसपछि चाहिँ हामी फर्किहाल्यौँ, किनकि अन्त कतै हामी धेरै घुम्ने टाइम पनि थिएन होइन। अनि दिन पनि पुरै एकदम डम्म छ कि पोखरामा हिजो आज चाहिँ। त्यसपछि यताउता नगइकन हामी सिधै घर गयौँ। त्यसलाई यति नै, बाई।